लेन्दाईको चस्मा मागेर लागेको छु, कालो चस्मा। केही कुराहरू भन्न गइरहेको छु। हो, हामीले कुरा गरे जस्तो त हुँदैन, तर पनि कति कुराहरू आँखाले देखेको कुराहरू चाहिँ है त्यही हो। काम गर्नुपर्छ जस्तो लाग्छ। हामी चाहिँ आफ्नै देशमा होस् है विदेशमै होस्, तर विदेशमा गरेको जस्तो आफ्नो देशमा काम गर्नु पाउँदा चाहिँ धेरै खुसी हुन्थ्यो। खुसी, फ्यामिलीहरूसँग खुसी हुन्थ्यो है। अनि फ्यामिलीहरूसँग टाढो टाढो बसेर जिन्दगी काटिरहेको छौँ। तर के गर्नु, कालो चस्माले देखिँदैन रहेछ टाढोको फ्यामिलीहरू सँगै ल्याउन सकिँदैन रहेछ आफ्नै आँखाको अगाडि। त्यही हो, मेरो मात्रै पीडा यस्तो होइन, सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू, नेपाली जनताहरूकै पीडा यस्तै छ त। तर अब यसलाई चेन्ज गर्नुको लागि चाहिँ काम गर्नु पर्यो, राम्रो व्यक्ति छान्नु पर्यो होला आफ्नो आफ्नो नजरमा। तर पनि नजरमा आफ्नो नजरमा भए पनि काम गरेको हिसाबले त हामी जस्तै अब दुःख गर्ने त है माटो नै जस्तो लाग्छ। तपाईँहरूलाई कस्तो लाग्छ होइन? खै आफ्नो आफ्नो सोच, आफ्नो आफ्नो विचार हो, तर पनि आफ्नो आफ्नो सोच, आफ्नो आफ्नो विचार भन्दा पनि यो पालि चाहिँ राम्रै व्यक्तिलाई छानौँ भन्ने हो है।